हाग्रामा महिलाज्यूले ल्याउनु भएको, तर पनि राजनैतिक एउटा माने कुचक्रको पालोमा परेर हाग्रामा महिलाज्यूलाई त्यो चिफको गादीबाट हटाएर प्रमोद छोडो एकजना संगठनबाट आएको मान्छेलाई यहाँ गादीमा बसाएर उहाँले शासन गर्न दिनुभएको थियो। तर उहाँले कुनै पनि राइसको काम गर्न सक्नु भएन। हामीले स्पष्ट तरिकाले देखिरहेका छौं, जहाँ कि जुन उहाँको आफ्नो कम्युनिटी छ, बोडो कम्युनिटीले पनि आज उहाँलाई छोडिसकेको छ। र अलिकति अगाडि कास्टमजीले भने जसरी नै उहाँले आफ्नो समष्टि त हार्नुहुन्छ नै, त्यसैले गर्दा अरू समष्टि खोज्दै हुनुहुन्छ। आज कहाँबाट चाहिँ युपीपीएलले जित्न सक्छ, तर आजको डेटमा एन्टायर पिटिसी 40 वटा समष्टिमा युपीपीएल शून्य हुन गइरहेको छ। हो त्यसैले गर्दा हामी तपाईहरुको समक्षमा यी कुराहरू गर्न आएको। यहाँ अब हेर्नुहोस्, इलेक्सन आउँदैछ। इलेक्सन जति नजदिकै आउँछ त्यति नै यहाँ विभिन्न दलहरू पस्छन्, तपाईहरुको समक्ष आउँछन्, कोही घरमा आउँछन्, कोही पैसा लिएर आउँछन्, कसैले केही टोप दिएर आउँछन्। सब आउन दिनुहोस्, उहाँहरूको कुराहरू पनि सुन्नुहोस् तपाईहरुले। तर जुन आफ्नो सिद्धान्त छ मनभित्र राखेर तपाईहरुले भोटको दिन गएर हलाको चिन्हमा तपाईहरुले भोट दिनुहुन्छ भन्ने हामी आशावादी छौं। किनभने हामीले विगत 15 वर्षका कार्यकाल हाग्रामा महिलाज्यूको देखेको हो। 17 वर्ष भनेर सबैले भन्छन्, तर 2 वर्ष इन्टरिम काउन्सिल चलाएको थियो। त्यतिखेर भर्खर सियार टेबुल यताउता किन्दै माने म्यानेजमेन्ट गर्दै 2 वर्ष समय पार भएको थियो। विगत कालमा 2005 सम्म जब पहिलो इलेक्सन भयो, त्यस पछाडिदेखि 15 वर्ष हाग्रामा महिलाज्यूले जब शासन गर्नुभयो, एकदमै शून्यबाट सुरु गर्नुभएको हाम्रो पिटिसी अञ्चलको अवस्था के थियो तपाईहरु मजाले जान्नुहुन्छ। यो खलासी अञ्चलको अवस्था कस्तो थियो, यहाँबाट तपाईहरु मेन हाइवे जानका लागि कति टाइम लाग्थ्यो, त्यो टाइममा तपाईहरुलाई मजाले थाहा छ। र पनि 15 वर्षमा हेर्नु शून्यबाट थाल्दै धेरै कामहरू छुटेर गएका हुन्, त्यो हामी पनि स्वीकार गर्छौं। तपाईहरुको यो अञ्चलमा अर्को एउटा मुख्य समस्या छ खानेपानीको समस्या, त्यो पनि हामीले बातचित गरिरहेका छौं। हाम्रो पिस्टी मुसाहारीज्यूसँग पनि हाम्रो बात भयो, सुभाषजीसँग पनि बात भएको छ। र यहाँ यसपालि सरकार गठन गर्ने बित्तिकै हामी पहिलो प्रायोरिटी हिसाबले तपाईहरुको यहाँ बोरिङको व्यवस्था हामी गराउनका लागि उहाँलाई हामी बाध्य गराउँछौं। कम्युनिटी हलको खाँचो छ। आज हेर्नुहोस्, यस्तो झरीमा हामीले यो स्कुलको प्राङ्गणमा आएर मिटिङ गर्नु परेको छ। आज कम्युनिटी हल हुने भने हामीले अरू अनुष्ठान पनि त्यहाँ गर्न सक्छौं, ठुल्ठुला प्रोग्रामहरू हामी गर्न सक्छौं, तपाईहरुले गर्न सक्नुहुन्छ। र त्यो कम्युनिटी हलको पनि कुराहरू हामीलाई मनमा छ। र सबैभन्दा ठूलो कुरो हाम्रो गोर्खा जात हिसाबले बीटीसीमा एउटै मात्रै समस्या छ, त्यो भयो हाम्रो माटोको समस्या। मूल समस्या त्यो होइन। जब हाम्रो माटोको समस्या जति समाधान हुँदैन भने हामीलाई अर्थकर्तक सुविधा दिएर के लाभ भन्नुहोस् त। र त्यसले गर्दा यसपालि हाग्रामा महिलाज्यूले स्पष्ट भन्नुभएको छ जे बीपीएफ सरकार 2025 मा बनाउने बित्तिकै पहिलो 1 नम्बर काम माटोको पट्टा वितरण, पहिलो नम्बर कामै माटोको पट्टा वितरण। र अर्को कुरा, हामी एउटा समस्याले जुधिरहेका छौं यहाँ गोर्खाहरू विशेष गरी के छ भन्दाखेरि हामीलाई ब्रिटिसको जमानामै यो 6 शेड्युल काउन्सिल भित्रमा नेपाली ग्रेजियस एन्ड कल्टिभेटर्स आर प्रोटेक्टेड क्लास भनेर लेखिएको थियो। त्यसलाई विगत समयमा छात्र संगठन हाम्रो अखिल संघ गोर्खा छात्र संघले विभिन्न दाबीहरू उत्थापन गर्नुभएको थियो। जे हेर्नुहोस्, हामी नेपाली ग्रेजियस र कल्टिभेटर्स आजको दिनमा छैनन्। हाम्रो गोपालक एकदम माने सीमित भइसके, हाम्रो खेतीयक पनि मोटामोटी छैनन् नै। र त्यसले गर्दा एज ए होल गोर्खालाई प्रोटेक्टेड बनाउनुहोस् भनेर एउटा यहाँबाट इसी पास गर्नुहोस् भनेर पठाएको थियो। र त्यतिखेर हाम्रो हाग्रामा महिलाज्यूले नै यहाँबाट स्टेट लेभलमा पठाउनु भएको थियो जे गोर्खाहरूलाई बीटीसीमा प्रोटेक्टेड क्लास बनाइयोस् भनेर। र त्यतिखेरको दिनमा राज्य सरकारबाट हाम्रो कुनै पनि एनओसी नआएकाले गर्दा हाग्रामा महिलाज्यूले त्यो काम गर्न सक्नु भएन। विगत समयमा राज्य सरकारले एनओसी दिएको हो, तर आज कसले अड्कार राखेको छ तपाईलाई थाहा छ यो कुरा? प्रमोद बोडोले अड्कार राखेको छ। र प्रमोद बोडोले अड्कार राखेकोले गर्दाखेरि विगत समयमा तपाईले देख्नुभयो उदालगुडीमा गोर्खा गर्जन भन्ने एउटा आन्दोलनको कार्यक्रम भएको थियो, बाक्सामा रणडङ्का भन्ने कार्यक्रम भएको थियो। त्यस पछाडि नै कोक्राझारमा समग्र बीटीसीका गोर्खाहरू भेला भएर एउटा बृहत आन्दोलन गर्ने कुरा चलेको बेलैमा प्रमोद बोडोले आफ्नो मान्छे लगाएर कतिपय मान्छे हाम्रो संगठनका मान्छेलाई बोलाएर उहाँले भन्नुभयो जे 6 महिना भित्रमा तपाईहरुको यो जुन समस्या छ त्यो समाधान गरिदिन्छु भन्नुभयो। तर त्यो 6 महिना पार भएर आज सरकार सकिन आँटिसक्यो, अहिलेसम्म प्रमोद बोडो चटपटाउनु भएको छैन। र त्यसले गर्दा हामी भन्छौं, हेर्नुहोस्, हामी सानो सुविधाको लागि भोलि हामी कोहीसँग रिसाएर के गरेर अलिकति पैसा भेटिन्छ कि भनेर युपीपीएल गर्ने होइन। यहाँ आज हामीले यहाँ बीजेपी पनि गर्ने होइन, बीटीसीमा यहाँ कुनै पनि दलले यहाँ काम गर्दैन। हेर्नुहोस्, काम केवल गर्छ बीपीएफ सरकारले, त्यो हामीले विगत दिनमा देखेर आएका हौं।
विभिन्न बाटोघाटोदेखि लिएर खानेपानीदेखि लिएर स्कुल कलेजदेखि लिएर विभिन्न शिक्षा अनुष्ठानहरू बनाएको केवल मात्र बीपीएफ सरकारले हो। र त्यसैले गर्दा यहाँको जनसाधारणले बीपीएफ प्रति आज पनि आनुगत्य प्रकाश गर्नुहुन्छ, तपाईलाई हामीलाई पनि थाहा छ। र बीचमा परिवर्तनको एउटा ढौ आएको थियो, त्यो परिवर्तनको ढौ प्रमोद बोडोको जुन सपनाहरू हो, 1 भोट 1 जब, माने एउटा भोट एउटा नोकरी, त्यस्तो सपना देखाएपछि कता कता हाम्रो मान्छेहरू पनि अलिकति लोभमा पर्नु भएको हो। महिलाहरूलाई लोभ्याएको थियो त्यतिखेर, जे प्रत्येकवटा महिलाहरूलाई महिलाको आत्मसहायक गोठलाई 75,000 रुपियाँ गरेर दिन्छु भनेको थियो। आज कसैले भेट्नुभयो? लु भन्नुहोस् त, भेट्नुभयो? यहाँको दिदी बहिनीहरूले भेट्नु 75,000 रुपियाँ छैन। प्रमोद बोडोको एउटै छ, खालि ढाक्ने। तर आगामा महिलाहरूलाई तपाईँहरू हेर्नुहोस्, उहाँले जे भन्नुहुन्छ त्यो पुर्याउनुहुन्छ। तपाईँहरूको यहाँ खानेपानी बनाउँछु भनेपछि उहाँले बनाउनु नै हुन्छ, बाटो बनाउँछु बनाउनुहुन्छ, स्कुल बनाउँछु बनाउनुहुन्छ। हो, यो खालको लिडरसँग हामी लाग्नुपर्छ। विगत समयमा तपाईँहरूले यही समष्टिबाट राजीव ब्रह्मलाई पनि जिताएर पठाउनु भएको हो। इतिहास गवाह छ जे यो समष्टिमा आजसम्म अरू दलले जितेको छैन र यसपालि पनि अरू दलले यहाँ जित्नेवाला छैन। बनरगाउँ समष्टि केवल मात्र बीपीएफ को समष्टि हो। यहाँ कोही पनि आओस्, यहाँ अरूले अरू दलबाट अरू ब्यानरमा यहाँ जित्दैन। अहिले सायद बीजेपी पनि अलिअलि हाम्रो बीचमा पस्ने कुचकावाज गर्दैछ होला। हाम्रो बीचमा बीजेपी के भन्न आउँछ भन्नुहोस् त? हामीलाई धर्मीय एउटा मतलब इमोसनल ब्ल्याकमेल टाइप गरेर, हामीलाई धर्मीय आवेग सृष्टि गरेर के भन्नुहुन्छ उहाँहरूले भन्दाखेरि तपाईहरू पनि हिन्दू, बीजेपी पनि हिन्दूको दल, सिधै त्यसरी भन्नुहुन्छ। हेर्नुहोस्, धर्म हाम्रो घरमा छ, धर्म हामीसँग छ। बीजेपी जन्मिनुभन्दा पहिले नै हामी हिन्दू के होइन भन्नुहोस् त? हो नि, गोर्खाहरू अगाडिबाटै हिन्दू, बीजेपी आएपछि हामी हिन्दू भएका होइन। र उहाँहरूले त्यस्तो खालको कुरा गरेर हाम्रो बीचमा अपप्रचार गरेर उहाँहरूले भोट तान्ने मेलो मात्रै गर्नुहुन्छ। र यहाँ म बारे बारे भन्दैछु जे यो राष्ट्रिय दलले हाम्रो अञ्चलको समस्याहरू समाधान गर्दैन। हाम्रो अञ्चलको समस्या समाधान गर्ने भनेको कुमुद चन्द्र नार्जारी, बिष्टी मुसाहारी, हाम्रो सुभाष पोखरेल, तपाईहरू प्राइमेरीको प्रेसिडेन्ट सेक्रेटरी हो, यसरी मिलेर काम गर्ने हो। यहाँ हिमन्त विश्व शर्माले खलासी गाउँ कहाँ छ थाहा छैन, नरेन्द्र मोदीलाई खलासी गाउँ थाहा छैन, तर हाग्रामा महिलाजीलाई थाहा छ खलासी गाउँ कहाँ छ भन्ने कुरा, होइन भन्नुहोस् त? हो, त्यस्तो दलमा हामी लाग्नुपर्छ। र विगत दिनमा तपाईँले देखिरहनु भएको छ बीजेपीका विभिन्न माने यो मान्छेलाई भुल्याउने आसनीहरू। अलिकति अगाडि हाम्रो कास्टम भाइले भन्नुभयो अमृत वृक्ष आन्दोलन, थाहा छ तपाईँलाई? त अमृत वृक्ष 10,000 रुपियाँ दिन्छु, रुख रोप्नुहोस् भनेको थियो नि, हामीले पनि रोप्यौं हो। 2 दिन पछाडि सेल्फी पठाउनु भन्यो, त्यही ठाउँबाट फेरि गएर सेल्फी पठायौं हामीले। 10,000 पस्छ कि भनेर मोबाइल हेर्दाखेरि आजसम्म 10,000 रुपियाँ पसेन। अलिक दिन पछाडि फेरि खबर आयो जे फेरि एउटा सेल्फी पठाउनुहोस् अनि 10,000 रुपियाँ पस्छ। गएर हेर्दाखेरि त्यो रुखको बुटै छैन, बाख्राले अघि खाइसक्यो हो नि। अनि यस्ता खालका प्रलोभित कुराहरू गरेर हामीबाट भोट विभाजनको राजनीति मात्रै चल्छ। त्यस पछाडि फेरि अर्को एउटा आसनी ल्यायो, के भन्नुहोस् त? अमृत कलश यात्रा। त्यसमा के गरेको थियो? माटोको त्यो घैँटामा माटो हालेर कहाँ पठाउने रे? राम मन्दिर बनाउन पठाउने रे। अच्छा, त्यसले हाम्रो गोर्खा जातिको के लाभ भयो भन्नुहोस् त? राम मन्दिर बन्यो राम्रो कुरा हो, आस्थाको प्रतीक हो। भगवान रामको मन्दिर बनिनु हाम्रो लागि गौरवको कुरा हो। तर यो खलासी गाउँबाट माटोको माने त्यो घैँटामा माटो हालेर हाम्रो चेलीबेटीलाई लाइन लाइन लगाएर त्यो माटोको घैँटो बोकेर चाहिँ उहाँले रेली गरेर त्यो के साबित गर्न खोज्नु भएको भन्दाखेरि उहाँले हामी एकपुष्ट हौं भन्न खोज्नु भएको। र त्यस्तो खालको प्रलोभित राजनीति हामी नगरौं। हामीलाई वास्तविक राजनीति चाहिन्छ। धर्मको नाममा हामी राजनीति नगरौं, हामी उन्नयनमूलक राजनीति गरौं। हामीलाई जेको अभाव छ हो त्यो जिनिस चाहिँ हामीले माग गरौं, हो त्यो जिनिस चाहिँ हामीले फुलफिल गरौं, अनि मात्रै हाम्रो समस्याहरू समाधान हुन्छ। हाम्रो यो बीटीसीमा प्रमोद बोडोको जब शासन चल्यो, तपाईले देखिरहनु भएको छ, एउटा त्रास मच्चिएको छ, त्रास। तपाईलाई थाहा छ यो कुरा?